यहाँ सबैलाई नमुना म 2081 साल कार्तिक महिनाको 1 गते आज धनतेरस यम पञ्चकको पहिलो दिन यमदीप दान। विशेष गरेर आज धनतेरसको पूजा गर्ने चलन रहेको छ। भगवान धन्वन्तरी जयन्ती भोलि हो र आज हामीले धनतेरसको पूजा गरिन्छ र आयु स्वास्थ्य धनको प्रतीकको रूपमा हामीले धनतेरसको पूजा गर्ने गरिन्छ, सुख शान्ति समृद्धिको निमित्त। र बेलुका साँझमा यमदीप दान तपाईले घरको दक्षिणपट्टि माटाको पालामा अथवा गहुँको पिठोको पाला बनाउन पनि सक्नुहुन्छ। त्यसमा यमदीपको निमित्त यसरी 4 कुनाको लागि 1 2 3 4 कुनामा बत्ती बाल्न सक्नुहुन्छ र एकै कुनामा बाल्दा नि हुन्छ। दक्षिण फर्काएर यमराजको नाममा दीप प्रज्वलन गर्नु होला। यो यम पञ्चक भरि हरेक दिन यसलाई चाहिँ यमदीप दान हामीले गर्नु अत्यन्तै राम्रो हुनेछ। हरेक दिन गर्न सकिन्छ र यो दियो भित्र ल्याउन हुँदैन, यसलाई बाहिर नै विसर्जन गर्नुपर्दछ। भाइटिकाको दिनमा तपाईले यसलाई बाहिर विसर्जन गर्न सक्नुहुन्छ अथवा एक दिन मात्रै बाल्ने भने भोलिपल्ट नै यसलाई बाहिरै विसर्जन गर्न सक्नुहुनेछ। र यो यमदीप दानको एउटा चाहिँ पौराणिक कथा अनुसार राजा हेमराजका छोरा राजकुमारलाई कुन दिन तपाईँ यो दिन मृत्यु हुन्छ भनेर यमराजले पहिल्यै चाहिँ उनीहरूलाई डिक्लियर गरेका थिए, खबर गरेका थिए। र राजकुमारकी पत्नी धर्मपत्नी जो पतिव्रता थिइन्, उनी त्यो मृत्यु हुन्छ भनेको दिन रातभरि दियो बालेर घरमा लक्ष्मीको प्रतीक गरगहना सुन चाँदी तामा पित्तल जे छ त्योलाई पूजा गरेर दियो बालेर रातभरि बसिन्। जसको कारणले गर्दा यमराजले राजकुमारलाई त्यो दिन मृत्युको लागि उनले लैजान सकेनन्। यो उज्यालोको प्रतीक दियो, यमराज भनेको तपाईको चाहिँ कालको प्रतीक, तपाईँलाई थाहा छ कालो हो। र त्यो अन्धकारलाई हटाउनको निमित्त दीप प्रज्वलन गर्नु अत्यन्तै शुभ हुन्छ। र आज सबैले आफ्नो घरमा यमदीप दान गर्नु होला। अकाल मृत्युको भए तपाईको रोग शोकबाट मुक्ति प्राप्त गर्नको निमित्त यमराजको निमित्त बाल्ने यमदीप तपाईँ हाम्रो आस्था, तपाईँ हाम्रो चाहिँ आत्मरक्षाको चाहिँ एउटा धरोहर पनि हो। यसलाई जोगाउनु पर्दछ। नमस्ते सबैलाई, नमस्कार। ओम यमराजाय नमः।